अब आज चाहिँ चैत 15 गते यो राजावादी र गणतन्त्रवादीहरूको चाहिँ आन्दोलन रहेछ हैन। थाहा त थियो मलाई हिजो अस्तिदेखि नै कि आन्दोलन हुन्छ भनेर। तर आज के भयो भने बिहान बिहानै अब ठ्याक्कै त्यस्तो 5-6 बजे उठ्ने बानी पनि थिएन। उठ्ने भनेको 8 साढे 8 को आसपासमा हो। तर आज चाहिँ बिहानै 5:30 बजे नै साथीहरूले फोन गरेर चाहिँ सिद्धार्थ जाने होइन त काठमाडौँ, के छ विचार, अफिस बन्द गर नि त भन्ने जस्तो कुराहरू गरेका थिए। अनि त्यसपछि चाहिँ के भने तिमी कसको पक्षमा, गणतन्त्रको कि राजतन्त्रको पक्षमा, के राजा लिएर आउने हो त देशमा अथवा गणतन्त्र नै जोगाइराख्ने हो के हो भनेर चाहिँ प्रश्न गरे उनीहरूले। सायद उनीहरू जाँदैछन् त उनीहरूलाई भन्दा पनि सबैलाई मेरो जवाफ चाहिँ के हो भने म कुनै पनि तन्त्रको चाहिँ समर्थन होइन, न गणतन्त्रको समर्थन हो, म न राजतन्त्रको समर्थन हो ल। र रह्यो कुरा 30 वर्ष पुग्दै गर्दाखेरि आजसम्म मैले न कुनै पार्टीको झन्डा बोकेँ न बोक्नेछु। आउने दिनहरूमा कुनै दिन मन लागेर राजनीतिमा आइयो भने पनि म कुनै पनि पार्टीको झन्डा बोकेर फेरि आउँदिनँ हैन। इफ म आएँ भने चाहिँ नेपालकै झन्डा बोकेर आउँछु। र मलाई कुनै पनि पार्टीको झन्डा बोक्न भन्दा पनि, कुनै तन्त्र जोगाउन भन्दा पनि मलाई चाहिँ नेपाल जोगाउन मनपर्छ। मेरो चाहना भनेको नेपाल जोगिनु हो, जोगाउनु हो हैन। नेपाल हाँस्नु हो, हामी हाँस्नु हो, हामीले राम्रै वातावरणमा काम गरेर बस्न पाऊँ भन्ने मेरो इच्छा चाहना हो। म कुनै पनि तन्त्रको समर्थन छैन, न म राजतन्त्रको समर्थनमा छु, न म गणतन्त्रको समर्थनमा छु। म समर्थन केवल यसमा छु कि हामीले हाम्रो देशभित्र राम्ररी बसेर खान पाउन पर्यो, हाँस्न पाउन पर्यो। बिहान काममा जाऊ, साँझ घरमा आऊ, परिवारसँग बस, हाहा गर, हाँस, खेल, रमाइलो। म यो तन्त्रको समर्थनमा हो। र यदि मैले कुनै दिन झन्डै बोक्न पर्ने अवस्था आयो भने म नेपालको झन्डा बोक्छु। नेपालको झन्डा बाहेक कुनै पनि पार्टीको, कुनै पनि अरू कुनै पनि विषयको म झन्डा बोक्ने छैन। मैले यदि झन्डा बोक्न पनि कुनै दिन अवस्था आइहाल्यो भने मैले बोक्ने भनेको नेपालको झन्डा हो। र कुनै पनि तन्त्रले यदि नेपालको झन्डा बोक्छ भने म त्यसको समर्थनमा चाहिँ छु। म तन्त्रको समर्थनमा होइन, म कुनै संस्थाको समर्थनमा होइन। मैले यदि कुनै दिन समर्थन गर्न पर्यो भने यदि कुनै तन्त्रले आफ्नो झन्डा फालेर फ्याँकेर नेपालको झन्डा चाहिँ बोक्छ भने हो, म खुलेर त्यसको समर्थन गर्छु। मैले झन्डै बोक्न पर्यो भने म नेपालको झन्डा बोक्छु। त्यही भएर मलाई यो फोन गरेर अथवा चाहिँ तिमी कुन पार्टीको समर्थनमा छौ या कुन तन्त्रको समर्थनमा छौ भनेर भन्दा पनि मैले बोक्ने भनेको नेपालको झन्डा हो। यदि गणतन्त्रले नेपालको झन्डा बोक्छ, नेपालको हितमा काम गर्छन्, यस आई एम सपोर्ट गणतन्त्र। होइन, गणतन्त्र नेपालको विरुद्धमा उभिन्छ भने म खुलेर नै म गणतन्त्रको विरोध गर्छु। र राजतन्त्रले यदि नेपालको झन्डा बोक्छ भने यस आई एम विथ राजतन्त्र, म राजतन्त्रसँगको समर्थन गर्छु। तर होइन, राजतन्त्रले पनि आफ्नो झन्डा बनाएर हिँड्छ, नेपालको झन्डा बोक्दैन, नेपालको हितमा काम गर्दैन भने म राजतन्त्रको पनि खुलेरै विरोध गर्छु। जय नेपाल।